अहिले अस्ट्रेलियामा मास्टर्स बाइ रिसर्च चाहिँ एकदमै हट टपिक हो। मास्टर्स बाइ रिसर्च यदि तपाईँले इनरोल गर्नुभयो भने त्यसमा थुप्रै फाइदाहरू छ भनेर जो एउटा सामान्यतया बुझाइ छ त्यो केही हदसम्म सही त छ, तर मास्टर्स बाइ रिसर्च तपाईँले इनरोल गरिसकेपछि त्यसमा आउने च्यालेन्जेसहरू पनि त्यत्तिकै छ क्या। अब पहिलो कुरा त मास्टर्स बाइ रिसर्चमा किन यति धेरै इन्ट्रेस्ट चाहिँ हत्तै बढेको छ मान्छेहरूको भनेपछि यदि तपाईँ नेपालमा हुनुहुन्छ भने पनि तपाईँले चाहिँ मास्टर्स बाइ रिसर्चमा इनरोल गरेर आउनुभयो भने थुप्रै फाइदा देख्नुहुन्छ। जस्तो नेपालमा हुँदा तपाईँले मास्टर्स बाइ रिसर्च अप्लाई गरेर सिओई पाउनुभयो भने भिजा रेट पनि एकदमै राम्रो छ, त्यो एउटा मेन बेनिफिट भयो। अब यदि अस्ट्रेलियामा हुनुहुन्छ तपाईँले एउटा मास्टर्स डिग्री कम्प्लिट गरिसक्नु भएको छ, अब चाहिँ त्यसपछि टिआरमा जाने कि कुन भिजाको पाथवेमा जाने भन्ने कुरामा कन्फ्युजन छ भने त्यो बेला पनि मास्टर्स बाइ रिसर्च डिग्री चाहिँ उपयुक्त हुन सक्छ। भनेपछि फाइदा त पक्कै पनि छ मास्टर्स बाइ रिसर्च डिग्रीको केसमा, तर तपाईँले रिसर्च डिग्री जोइन गरिसकेपछि त्यत्तिकै च्यालेन्जेसहरू पनि छ। अब मेन च्यालेन्जेस के हो भने पहिलो कुरा त रिसर्च डिग्रीको लागि स्कलरसिप पाउन एकदमै टफ छ, एकदमै कम्पिटेटिभ छ। तपाईँको प्रिभियस एजुकेसनल ब्याकग्राउन्ड पनि एकदमै स्ट्रङ छ, वर्क एक्सपिरियन्स पनि राम्रो छ भने स्कलरसिप पाउने चान्सेस हुन्छ। त्यो चाहिँ एकदमै रेयर केस भने पनि हुन्छ, एकदमै लिमिटेड सिटहरू मात्रै हुन्छ। त्यो भएर स्कलरसिप पाउन एकदमै गाह्रो हो र स्कलरसिप नभइकन फुल फी पेइङमा डिग्री कम्प्लिट गर्न उत्तिकै गाह्रो। किनभने रिसर्च डिग्रीमा तपाईँलाई फुल टाइम वर्क राइट भए तापनि तपाईँले फुल टाइम काम गरेर आफ्नो रिसर्च डिग्री कम्प्लिट गर्न त्यत्तिकै गाह्रो हुन्छ। त्यो भएर मास्टर्स बाइ रिसर्च डिग्री जतिको एक्साइटिङ अथवा चाहिँ जतिको राम्रो देखिएको छ नि, मास्टर्स बाइ रिसर्चमा जोइन गरिसकेपछि च्यालेन्जेसहरू पनि त्यत्तिकै छ। त्यसकारणले मैले यो भिडियो मार्फत भन्न के मात्र खोजेको भने मास्टर्स बाइ रिसर्च डिग्री तपाईँ गर्दै हुनुहुन्छ भने अफकोर्स देयर आर मेनी बेनिफिट्स, जति धेरै बेनिफिट्स छ च्यालेन्जेसहरू पनि त्यति धेरै छ। त्यसकारणले मास्टर्स बाइ रिसर्चको लागि सोच्दै हुनुहुन्छ भने एकदमै ध्यान पुर्याएर एकदमै चाहिँ भरपर्दो सोर्सेसहरूबाट कन्सल्टेसन लिएर मात्रै तपाईँले यो डिग्री इनरोल गर्नुहोला भनेर चाहिँ भन्न खोजेको मैले।